अनि वान वे त ऊपरबाट नयाँ बनाउनुलाई यो हामी सैनिक मोड नाग्यौँ यो सैनिक मोड यो चाहिँ सैनिक मोडमा बस्नु पर्छ है अहिले हामी सैनिकतिर जाँदैछौँ यो त सैनिकै हो नि त चन्द्रगढी उता चन्द्रगढीपट्टि नगएर सैनिक मोडपट्टि बस्नु पर्ने रहेछ होइन त अनि उयोको बिहामा गएको त हामी कान्छा बिहामा त्यतिखेर त पछि थियो नि बिहामा गएको त हामी मैले कान्छा मामालाई अस्ति भेटेको थिएँ आएको थियो तपाईँ यहाँ उयो खेल्छ नि त फुटबल के अरे बुढोहरूको क्या अनि त्यतिखेर भेटेर अनि तपाईँहरूको कुरा गर्दै थिएँ ए कस्तो राम्रो रहेछ हेर्दा नि होइन अहिले त बाबाहरूको घरै यो पुरै तलै पछि हो नि त विराट पोखरी भनेको यही हो यहीँ पस्नुपर्छ जान्छ भित्र होइन त्यहाँ पार्किङ एरिया त्यतै हो नि त त्यति साह्रो त भाइलाई बिल्ला बनाइसक्यो है ल टुङ्गामा चाहिँ ल्याइ पुऱ्यायो जे होस् है साह्रो हो दिदीहरू ल विराट पोखरी भनेको कस्तो रहेछ त है विराट पोखरी यहाँनिर यहाँको दृश्य कस्तो रहेछ भाउजू पोखरी यता 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 हेरेर दिदी आउने बित्तिकै कस्तो लाग्यो पोखरी यता हेरेर भन्नु राम्रो छ नि हेर्नु त यो चाहिँ विराट पोखरी ठ्याक्कै